सो आज चाहिँ डे 2 गुड मर्निङ फ्रम ब्याम्बो हामी चाहिँ यहाँ बिहानको मर्निङमा आगो बल्ल बाल्दैछौँ तातो पानी खाँदैछौँ अब फ्रेस हुने बाँकी छ ब्रस गरेर ब्रेकफास्ट गरेर आज चाहिँ हामी लाङटाङ भिलेजसम्म जाने प्लान छ सो के हुन्छ लेट्स सी ब्रेकफास्ट हाम्रो रोटी अन्डा तरकारी चिया अब चाहिँ हामी फाइनली ब्याम्बोबाट कति 6:43 तिर हिँड्दैछौँ अब आजको हाम्रो पोइन्ट चाहिँ लाङटाङ भिलेजतिर हुन्छ सो लेट्स गो बिस्तारै जाँदैछौँ अब चाहिँ जङ्गलको बाटो सुरु भएको अब चाहिँ हामी आधी घन्टा जति हिँडेपछि हिमालको तल फेरि हिँड्छ होला रिम चाहिँ 2440 मिटरको एलिभेसनमा अहिले चाहिँ हामी रिम्ची आइपुग्यौँ यो चाहिँ यहाँ घाम मजाले लागेको छ एकछिन 10-15 मिनट यहाँ रेस्ट गरेर हामी निस्किन्छौँ गधालाई देखेर गधाहरू साइड लागेका छन् दाहरूलाई भने यो सेतो गधा र त्यो गधामा केही फरक छैन ओ नो कस्तो लाग्यो झन्नै घोडाले हानेर तलतिर पुर्याइदिएको थियो हामी चाहिँ अहिले ठ्याक्क लामा होटेल आइपुग्यो अहिलेको टाइम एक्ज्याक्टली मलाई थाहा भएन यति राम्रो यति रमाइलो ट्रेल खोलाको तिरैतिर सबैजना हिँड्दा एकदम मजा आइरहेछ अब हाम्रो नेक्स्ट पोइन्ट भनेको रिभर साइडमा गएर हामी खाना खान्छौँ आजको लास्टै रमाइलो ल्यान्डस्केप खोलाको तिरैतिर मजा आउने लामा होटेल चाहिँ यस्तो यहाँनिर लामा होटेल केटाहरू कुरा गर्दैछन् हेलो भाइ कस्तो हुँदैछ ट्रेक गुड यतिको कन्फिडेन्स चाहिन्छ है लागेर यार मर्नु भयो त उठो खाँदैछु मैले यता हाल्नु सही होला हामी चाहिँ अहिले रिभर साइडमा आइपुग्यौँ 10:30 भयो एकदम राम्रो पेसमा छौँ हामी कति 6 बजीतिर हिँड्यो हैन 6:30 बजीतिर हिँडेको
एकदम राम्रो प्लेसमा अब खाना खाने यहाँ बस्ने यस्तो राम्रो छ भ्यू यता भन्दा नि यता राम्रो छ भ्यू हाम्रो खाना चाहिँ रिभर साइड होटलमा छ है यहाँनिर सबैजना हुन्छ अन्डा छ आलु छ एकदम मिठो छ यहाँनिर यहाँबाट बवाल राम्रो देखिरहेको छ यो चाहिँ अन द वे टु घोडा तबेला त्यहाँ अगाडि साइनबोर्ड छ यो पुल क्रस गरेर आउने यस्तो राम्रो भ्यू छ यहाँबाट हामी उकालो लाग्छौँ अब चाहिँ हामी उकालो लाग्दैछौँ अस्ति हाम्रो लाग्ने 5 जना मान्छेले बगाएको यही ठाउँ हो हामी यही नै हो यहाँबाट चाहिँ ठुलो भेला आएर फेरि यो खोला हेर्नमा सानो हो अहिले अहिले पनि तल गएर ठुलो खोलामा मिसिन्छ सो एउटा चाहिँ राति हिँडेको भन्ने कारणले टाइम अनुसार जब सकिन्छ त्यो मात्रै बसेर जस्तो भएर यो त अस्तिकै त्यो बाढीले हो क्या त्यस्तै छ छोरा छोरी निस्केर कति समय वर्ष पुरानो अहिले चाहिँ हामी ठ्याक्क घोडा तबेला माथि आइपुग्न आँट्यौँ यो एउटा खतरा उकालो थियो यहाँनिर त्यो उकालो उक्रेपछि यहाँनिर खाली ठाउँ रहेछ यस्तो खतरा पाटन जस्तो तर ल्यान्डस्केप चाहिँ बवाल छ यहाँनिर जुम गरेर देखाउँछु ल हाइट वाउ यस्तो बवाल ल्यान्डस्केप चाहिँ एकदम मजा त्यो झर्ना पनि छ वरिपरि डाँडाको बिचमा हामी खाली ठाउँमा छौँ त्यो हामी चाहिँ घोडा तबेला आइपुग्यो आई गेस त्यही होला घोडा तबेला अनि यस्तो मिठो झर्ना छ यहाँनिर वाउ त्यहाँनिर भयो यहाँनिर भयो यहाँनिर भयो यता वरिपरि जताततै यस्तो बवाल छ ल्यान्डस्केप हेर्न चाहिँ लाङटाङै आउनुपर्ने रहेछ त मना भने तिमीले यसरी अनि अगाडि गर्दा चाहिँ यसरी क्या यसरी अच्छा सो हामी चाहिँ अहिले फाइनली घोडा तबेला आइपुग्यो एज यु क्यान सी द्याट वान सोझो घोडा एन्ड साइड साइडमा कोही लौडा अनि हामी चाहिँ रेस्ट गरिरहेको छौँ हाम्रो पछाडि यस्तो बवाल ल्यान्डस्केप छ अनि यतापट्टि एकदम राम्रो ब्युटिफुल भ्यू छ यता चाहिँ भ्यू त्यस्तो छ होइन केटाहरू यहाँ छन् यहाँ छ कस्तो भइरहेछ केटा ठिक छ नि होइन ल्यान्डस्केप चाहिँ बवाल छ क्या मा कसम झर्ना त्यहाँ त्यस्तै खतरा छ हामी चाहिँ भर्खर घोडा तबेलाबाट हिँड्यौँ अब अन द वे टु लाङटाङ भ्याली के गर्नुपर्छ यहाँबाट निस्किन लाग्थ्यौँ ठ्याक्कै यहाँबाट टिकट काउन्टरमा इन्ट्री गर्नुपर्ने रे टिकटै काट्नुपर्ने होला आई गेस सो हामी जाँदैछौँ टिकट काट्नुपर्ने होइन कति हो दाइ एकजनाको तल काटिसकेको त दाइ तल काटिसकेको छ ए ल यहाँ चाहिँ नि तल टिकट काटेर आएर हिँड्छ भने चाहिँ यहाँ आएर काट्नुपर्ने रहेछ तल काटेको छ नि यहाँ आएर देखाउनु पर्ने रहेछ त्यही रहेछ मम्मीले भ्लग हेर्नुहुन्छ होइन घोडा तबेलामा छौँ र हाइट चाहिँ 3000को हाइट आइसकेको अब चाहिँ आम्दाङ हिँडेको लाग्दैछ कहाँ गयो मै हिँडेको लगभग 1 घन्टा जति आँटेछ
अहिले चाहिँ हामी थाङसापमा छौँ 3140 मिटर हाइटमा यस्तो रमाइलो ल्यान्डस्केप ओ यहाँनिर अब चाहिँ हामी लाङटाङ भ्यालीको एकदम नजिक आउँदैछौँ। त्यहाँनिर एउटा खतरा वाटरफल छ होइन, यो एकदम ल्यान्डस्लाइड एरिया रहेछ तर एउटा सानो लाक्टो पुल छ। योभन्दा अगाडि चाहिँ 2072 सालको भूकम्पले पुरै भ्याली नै स्लाइड गरेको ठाउँ हुन्छ, त्यसपछि चाहिँ लाङटाङ आउँछ। सो अहिलेसम्म यो एकदम बवाल छ। अलिअलि त्यस्तो बिगिनरहरूको लागि त्यस्तो गाह्रो छैन। सो वी आर इन्जोइङ। लेट्स गो। हामी चाहिँ अहिले गुम्बा भिलेज आइपुग्यौँ। एकदम रमाइलो ट्रेल छ। अब यहाँनिरबाट यो लाङटाङ भिलेज अब आधी घन्टा जति लाग्छ। अब चाहिँ वेदर बिस्तारै ढाकिन थालिसक्यो। अब आजलाई यति नै होला, भोलि बिहान चाहिँ राम्रो फुल्छ भने। सो लेट्स गो। के को हुनु दिदी प्राइस मोजा टोपीहरु टोपीको 600 मा दियो। अब बेच्ने पर 1000 मा दिएको मैले। अनि एक्सपेन्स 700 मा के दा मोजाको पनि 1000 छ। मोजाको अनि यो चाहिँ केटी मान्छेहरु यो ओन्ली हो। केटी मान्छे पनि ओर्छ नि त त्यो। हाम्रो त्यो ब्ल्याङ्केट न हो त पस्नीमा गयो। साढे सामनामा 650 भन्नु पर्यो किनभने अब पहिला गएर अब तर हामी यही ठाउँबाटै जाँदै जानुपर्छ। अब एकदम नयाँ नै भन्छ कि नयाँ मान्छे हामीले के भन्न चाहन्छ। देखेको छ 12 गतिको भुइँचालोले त्यो लिएर आएको उसको एउटा मेमोरीकोमा सबै मान्छेको नाममा यो बनाएको रहेछ। ठ्याक्क त्यो पहिरोबाट अलिकति अगाडि आएपछि हामी चाहिँ भर्खर दाइ कुन होटल रे? टिबेटन गेस्ट हाउस। होटल टिबेटियन गेस्ट हाउसमा आइपुग्यौँ। अब ड्रेस चेन्ज गरेर बल्ल रेडी भएर अब तल चियाहरू नास्ताहरू यसो नास्ता त के भन्नु चिया खाने त्यसपछि डिनर एकछिनमा। अस्ति त आऊ है चाल चलाएर चाहिँ हामी तातो भएर तातो चिया खाँदैछौँ। के कस्तो भयो? थकित भयो? एकदम रमाइलो भयो। रमाइलो भयो होइन? कस्तो लाग्यो तँलाई लाङटाङको ल्यान्डस्केप? एकदम बबाल। अनमोल भाइ मलाई त्यो ठ्याक्क त्यो रिभर साइडबाट उका बस्यो बवालै लाग्यो। समीरलाई आउनै पर्छ। ठिक छ नि होइन? केटाहरू त बवाल भयो। सबैजना छन् फरेनरहरू। The price for this awesome.